नमस्कार दर्शकबिन, नेपालको एकमात्र रेल सेवा अब बन्द हुने अवस्थामा हो। दर्शकबिन, तपाईले सही सुन्नुभयो। देशको गौरव मानिएको नेपाल रेलवे कम्पनी अहिले गम्भीर आर्थिक सङ्कटमा डुबिरहेको छ। हो, नेपालको एकमात्र रेलवे सेवा यति बेला गम्भीर आर्थिक सङ्कटको भुमरीमा पसेको छ। नेपालको एकमात्रै रेल सेवा सञ्चालन गरिरहेको नेपाल रेलवे कम्पनी आर्थिक सङ्कटमा। नेपालको एकमात्र रेल सेवा सञ्चालन गर्दै आएको नेपाल रेलवे कम्पनी लिमिटेड गम्भीर आर्थिक सङ्कटतर्फ उन्मुख भएको तथ्याङ्कहरूले देखाएका छन्। पछिल्लो 5 वर्षको तथ्याङ्क हेर्दा 48 करोड भन्दा बढी घाटा खाएर करिब 79 करोड भन्दा बढी ऋण अहिले नेपाल रेलवेमाथि छ। अझै यो ऋण थपिने सम्भावना देखिन्छ। के नेपाल रेलवे पनि जनकपुर चुरोट कारखाना जस्तै इतिहास बन्नेछ? हो दर्शकबिन, आज हामी कुराकानी गर्नेछौँ खासमा नेपाल रेलवेको विषयमा। नेपाल रेलवेको स्थिति अहिले यति गम्भीर छ कि पछिल्लो 7 महिनादेखि कम्पनीमा महाप्रबन्धक छैन। नेतृत्वहीन रहेको नेपाल रेलवे अहिले स्टोर किपरको भरमा सञ्चालन भएको छ। विक्रम सम्वत 1994 मा सुरु भएको रेल सेवा 2070 सालमा ब्रेड गेन्ज विस्तारका लागि बन्द गरिएको थियो। विक्रम सम्वत 2078 चैत 19 गतेदेखि पुनः सञ्चालनमा आएको रेल हाल 52 किलोमिटर क्षेत्रफलमा विस्तार भइसकेको छ। हाल रेल सेवा मौतौरीको बिजलपुराबाट जनकपुर हुँदै भारतको जयनगरसम्म सञ्चालन भइरहेको छ। यो रेल सेवा दैनिक 3 पटक सञ्चालन हुँदै आएको छ। सञ्चालनको वर्षदेखि नै नेपाल रेलवे घाटामा जान थालेको थियो। घाटाको प्रमुख कारणमध्ये भारतीय प्रविधि कर्मचारीमा हुने खर्च उच्च रहेको छ। कम्पनीका अनुसार हाल 17 जना भारतीय कर्मचारीहरू कार्यरत छन्। उनीहरूका लागि कम्पनीले मासिक करिब 1 करोड 12 लाख रुपियाँ भुक्तानी गर्नुपर्ने हुन्छ, जबकि 103 नेपाली कर्मचारीहरूलाई मासिक 17 लाख रुपियाँ मात्र खर्च हुने गरेको कम्पनीले बताउँछन्। कम्पनीको पछिल्लो 5 वर्षको तथ्याङ्क हेर्दा आम्दानी खर्च बीच ठुलो खाडल देखिएको छ। कम्पनीको व्यावसायिक कार्ययोजना 2082 अनुसार आर्थिक वर्ष 2076-77 देखि आर्थिक वर्ष 2080-81 सम्म कम्पनीले कुल 19 करोड 21 लाख रुपियाँ आम्दानी गरेको छ, जबकि सोही अवधिमा कम्पनीको खर्च 67 करोड 37 लाख रुपियाँ खर्च भएको उल्लेख छ। पछिल्लो 5 वर्षमा मात्र कम्पनीले 48 करोड 14 लाख रुपियाँ बराबरको नोक्सानी बेहोरेको छ। गत आर्थिक वर्षमा मात्र कम्पनीले 17 करोड 77 लाख रुपियाँ घाटा खाएको छ। कम्पनीको गत आर्थिक वर्ष 2080-81 मा 8 करोड 50 लाख आम्दानी गर्दा 26 करोड 27 लाख रुपियाँ खर्च भएको छ। अहिले कम्पनीको मासिक आम्दानी करिब 75 लाख रुपियाँ रहेको छ भने मासिक खर्च भने 1 करोड 29 लाख रुपियाँ रहेको छ। रेलको आम्दानीले खर्च धान्न नसक्दा कम्पनीले सरकारको जमानीमा ऋण लिँदै सञ्चालन गर्नुपर्ने बाध्यता छ। असारमा सानसम्म मात्र कम्पनीले ऋण 79 करोड रुपियाँ नागिसकेको छ, जसले कम्पनीमाथि थप आर्थिक दबाव सिर्जना गरेको छ। समयमा व्यवस्थापन सुधार, स्वदेशी दक्षता, जनशक्ति उत्पादन गर्न नसके, मालवाहक सेवा विस्तार र ऋण व्यवस्थापन गर्न नसके रेल सेवा बन्द हुने अवस्थामा छिट्टै आउन सक्ने जानकारहरू बताउँछन्।